हेलो अनि नमस्ते सबैजनालाई। फेरि पनि मेरो च्यानलमा म स्वागत गर्न चाहन्छु। आज चाहिँ म तपाईँहरूलाई मेरो रेस्टुरेन्टको भिडियो बनाएर म तपाईँहरूलाई देखाउने छु। अनि विशेष गरिकन आज चाहिँ म तपाईँहरूलाई काँक्रा काट्ने मेसिन देखाउनु पर्नेछ। यदि तपाईँहरूलाई चाहिन्छ भने तपाईँहरूले अनलाइनमा भेट्न सक्नुहुन्छ। अनि अनलाइनमा हेर्नुहोस्, एकदम त्यो मेसिन चाहिँ हातले काटेको भन्दा राम्रो हुन्छ अनि एकदम छिटो पनि सजिलो पनि छ। त्यही कारणले गर्दाखेरि जतिजना तपाईँहरू सुसी गरिरहनु भएको छ तपाईँहरूलाई अलिकति समय बचत होस् भनेर चाहिँ म तपाईँहरूलाई बनाउन गइरहेको छु। मैले लगभग 2-3 महिना भइसक्यो मैले युज गर्न थालेको र एकदम राम्रो छ, हल्का पनि छ, सजिलो पनि छ। म तपाईँहरूलाई देखाउँछु। हेलो सबैजनालाई। सुसीको मालिकहरूले यहाँ हेर्नुपर्ने भयो, काँक्रा काट्ने मेसिन आएको छ। ठ्याक्कैसँगले यो छ भित्र काट्ने ब्लेड। अनि यसलाई चाहिँ ठ्याक्कै ब्लेड राख्ने अनि काँक्रा यसरी कति चाहिन्छ आफूलाई त्यति राख्ने अनि यसरी ठेल्ने गर्दाखेरि बिचको सर्लक्क निस्किन्छ अनि तासिरहनु पर्दैन, ठ्याक्कैसँगले 12वटा निस्किन्छ। ल फेरि हेर्नुहोस्, तपाईँहरूलाई एकदम महत्त्वपूर्ण, किनभने सुसी गर्नेहरूलाई यो काँक्रा काट्नुको लागि धेरै समय लाग्छ। यसको एकदम सजिलो छ, ठ्याक्क बोकेर उता राख्दा पनि हुन्छ। अनि यसको चाहिँ मैले अघि देखाएँ, यसको ब्लेड हुन्छ है, यो ब्लेडमा यहाँ बिचमा राख्ने काँक्रा ठिक्क पस्ने खालको हुनुपर्छ। अनि यसरी ठ्याक्कै राख्ने, माथिबाट प्रेस गर्ने अनि यसरी स्वाट्टै काट्छ। यो बिचको निस्क्यो, यसलाई बिचमा तासिरहनु पर्दैन। काँक्रा चाहिँ यसको चाहिँ ठिक्क यहाँ पस्ने चाहिन्छ, यसरी ठिक्क हुने गरेर अनि यसलाई बिचमा राख्ने हो। अनि ठिक्क डोरीको साइजमा यसलाई यसरी राख्नु तपाईँहरूलाई एकदम महत्त्वपूर्ण हुन्छ, समय पनि बचत हुन्छ। त्यसैले गर्दाखेरि मैले तपाईँहरूलाई देखाएको यो एकदम सस्तो पनि छ अनि हामीलाई एकदम सहायता पनि हुन्छ, समय एकदम धेर। यसमा गर्नै ट्याग एउटै साइजमा सबैजना निस्किन्छ। तपाईँहरूलाई पनि चाहियो भने तपाईँहरू अनलाइनमा हेर्नुहोस् र तपाईँहरूले पनि ल्याउनुहोस् र तपाईँहरूले चलाउनुहोस् भन्न चाहन्छु। मैले लामो काटेको देखाएको थिएँ, अब चाहिँ यस्तो बनाउनुपर्छ। यो चाहिँ भरे पोकी बल्न जाने सबैलाई थाहै छ, यो चाहिँ पोकी बल्न जान्छ। अनि अघिको लामो चाहिँ नोरीको साइजमा हामीले काटेको थियौँ भने अब यो टुप्पो यो सानो रहेको छ, यसलाई चाहिँ के गर्ने भन्दाखेरि चाहिँ त्यो चाहिँ अलिक पोकी बल्न चाहिन्छ। अनि त्यसलाई चाहिँ यसरी भित्र खाट्ने, यो पनि मसिनै लिन्छ, काट्नु सजिलो हुन्छ, एक मोटो हुन्छ। यसलाई राख्ने अनि स्वाट काट्ने, अलिक छोटो भएको छ। यसरी अर्कोले ठेल्ने, निकाल्ने, फेरि माथिबाट अर्कोले ठेल्ने। अघि मैले काटेको काँक्राको साइज चाहिँ एउटै साइजको हुन्छ। यो बिचको अघि नै काटेर आफै निस्किन्छ मेसिनबाट। यो चाहिँ एउटै साइजको हुन्छ, हातले काटेको भन्दा राम्रो हुन्छ। यहाँ यो सबै अहिले मेसिनले काटेको। अनि यदि तपाईँहरूलाई चाहिन्छ भने तपाईँहरूले अनलाइनमा सर्च गर्नुहोस् र एकदम महत्त्वपूर्ण हुन्छ। यो काँक्रामा धेरै समय लाग्छ अनि साइज पनि मिल्दैन, तर यो मेसिनमा चाहिँ साइज ट्याक्कै मिल्छ। अनि एकदम टाइम पनि बचत हुने भयो अनि समयमा पनि काटिसक्ने भयो। अनि एकदम म चाहिँ यही अहिले 2 महिना जति भयो यो चलिरहेको छु। यदि तपाईँहरूलाई चाहिन्छ भने तपाईँहरूले पनि अनलाइनमा छ, तपाईँहरूले ल्याएर चलाउनुहोस् र तपाईँहरू सबैजनालाई अलिकति मद्दत पुग्नेछ। ल गाइसहरू, यो चाहिँ मेरो आफ्नै रेस्टुरेन्ट। आज चाहिँ म आफ्नै रेस्टुरेन्टको भिडियो बनाउन गइरहेको छु। अहिले चाहिँ एकदम गर्मी बढेको कारणले गर्दाखेरि यहाँनिर एसी पनि छ अनि यहाँ तल फेरि अर्को पनि थपिदिएको छु, किनभने यहाँ चाहिँ अहिले
गाहकीहरू आउनुहुन्छ अनि उहाँहरूलाई बस्ने ठाउँ अनि एसीसँगै अनि यतापट्टि यो मेरो अगाडिको भाग भयो भने तपाईँहरूलाई म यहाँनिर चाहिँ एउटा विशेष चाहिँ यो घर देखाउन चाहन्छु। तपाईँहरू कतिजनाले त देखिसक्नु भएको छ यो मिस्टर सुशीको घर। अनि यो चाहिँ स्पेसल घर छ अनि यो घर चाहिँ टक्कै नेपालको माथि फिदिम 5 स्टार ताप्लेजुङतिरको स्टाइलमा बनाउनु भएको छ। यो घर चाहिँ कसले बनाउनु भएको भन्दाखेरि आपाले बनाइदिनु भएको हो। अनि यो घर एकदम यो पहिले चाहिँ यो घरको एकदम राम्रो थियो। अनि यो भित्र यहाँ तपाईँहरू भित्र टेबलहरू पनि छ, चेयरहरू पनि छ। अनि यो भित्र यो बाहिर आउँदै पहिले त सबै बत्तीहरू बल्थ्यो अनि अहिले चाहिँ अब त्यो बत्तीहरू सबै यो निकालेको छ अनि अहिले बत्ती छैन। यो घर चाहिँ एकदम माथि फिदिम 5 स्टार ताप्लेजुङतिरको स्टाइलमा बनाइदिनु भएको छ आपाले। यहाँ बाहिर बस्ने ठाउँ छ, यहाँ कुर्सी चेयरहरू फुलहरू पनि छ, मजाले सजाएर उहाँले बनाएर मलाई गिफ्ट दिनुभएको छ। पापालाई धेरै धेरै धन्यवाद यो घरको लागि। अनि यो घर चाहिँ एकदम यहाँ कुरीहरूले पनि यहाँ खैरीहरूले पनि एकदम मन पराउँछ अनि आएर सोधिबस्छ कसले बनाएको भनेर सोध्ने गर्दछ। अनि यो चाहिँ मेरो ससुराले बनाइदिनु भएको हो, मलाई गिफ्ट दिनुभएको भन्छ ओ भनेर अनि खुसी भएर जान्छ। हेर्छ भित्र पनि हेर्छ, सबै हेरेर काम गर्ने कामदारहरू यहाँ सामानहरू पनि आइसकेको छ। शेख हेलो ब्रो, हेलो शेख हेलो हेलो रियाट। त्यही आज चाहिँ एउटा सानो भिडियो पनि तपाईँलाई बनाएर देखाउनु पऱ्यो भनेर अनि विशेष चाहिँ मिसिनको काँक्रा काट्ने मिसिनको भिडियो बनाउनु गइरहेको छु। त्यसै कारणले गर्दाखेरि यो भिडियो छोटो भए तपाईँले हेरिदिनुहोस्, माया गरिदिनुहोस्। ओके बाई बाई, सी यू इन नेक्स्ट टाइम। गर्दाखेरि यो भिडियो छोटो भए तपाईँले हेरिदिनुहोस्, माया गरिदिनुहोस्। ओके बाई बाई, सी यू इन नेक्स्ट टाइम।